एउटा भाषण सुन्दै नि अर्को भाषण यसको स्थानीय पालिकाको उपाध्यक्ष अखिल नेपाल क्रिकेट महासङ्घका केन्द्रीय सदस्य यता सम्पूर्ण खेलाडी साथीहरूमा अब चाहिँ हामी कञ्चनपुर जिल्लामा हाम्रो छलफल भए पश्चात प्रदेश पार्टी कार्यालयमा 1 महिना अगाडि छलफल भएअनुसार अब हामी प्रत्येक जिल्लाका कहीँ भेला सम्मेलन गरेर प्रदेश सम्मेलन यो बेलासम्म सक्ने भन्ने गरी मोटामोटी हाम्रो चाहिँ त्यो छलफल त्यो विविध कारणले हुन सकेन र हामी अहिले पनि त्यही हप्ता र त्यो अवधिको दौरानमा आज कञ्चनपुर जिल्लाको अधिवेशनको सिलसिलामा आइपुगेका छौँ। यो सिलसिलामा आउने कुरामा हामी यसो हेर्दाखेरि अलिकति उमेरले नौजवान भर्खर चाहिँ हामी छौँ। यो मुख्य कुरा त भेला यस्तो हुनुपर्ने थियो, धेरै कञ्चनपुर जिल्ला खेलाडीहरूले भरिपूर्ण जिल्ला हो। प्रत्येक टोलमा प्रत्येक ठाउँमा जाँदाखेरि स्कुलमा जानुहोस् कबड्डीमा जानुहोस् जहाँ पनि जाँदाखेरि खेलाडी मात्र भेटिन्छ। यसो हेर्दाखेरि साँझतिर गयो भने सेतो ड्रेस लगाएका मान्छेहरू मात्रै भेटिन्छन् कम्मरमा चाहिँ गहिरो बसेर। तर हाम्रो उपस्थिति यहाँ कमजोर छ। यो कमजोर हुनुको तात्पर्य यहाँ चाहिँ के खेलकुद महासङ्घ मात्रै पनि होइन। मुख्य कुरा के हो भने योभन्दा अगाडि जिम्मेवारी लिएका केही साथीहरूको पनि समस्या छ। आज हाम्रो पार्टीमा समस्या कहाँ भइरहेको भने म अरू राजनीतिक धेरै कुरा गर्नु भन्दाखेरि जिम्मेवारी लिने, जिम्मेवारी वहन नगर्ने, नेता बन्न चाहने तर काम र कर्तव्य आफ्नो पुरा नगर्ने, हामी सबैको समस्या आज जमौरीको सङ्गठनमा। यो पार्टीले दिएन र पार्टीले निर्देशन दिएर र हामीले खाउँला र अगाडि बढाउँला भन्ने चाहिँ हामी परमुखी जस्ता भएका छौँ। त्यही सिलसिलामा नै हाम्रो समुदाय हाम्रो आदरणीय दाइ एकजना अर्को पनि हुनुहुन्थ्यो हाम्रो चालुको, उहाँहरूले चाहिँ हामी कञ्चनपुर गर्ने भन्ने त्यही तत्परताका साथमै उहाँहरूले जुन अहिले चाहिँ के अरे ग्याप हाम्रो पहिलो अघि भन्नुभयो एउटा प्रजातान्त्रिक खेलकुद महासङ्घ थियो, त्यो छिन्न भिन्न भयो। पार्टी विभाजन त्यतिखेर यावत कुराहरूमा छिन्न भिन्न भइसकेपछि यसलाई कसरी तङ्गिने भन्ने कुरामा चाहिँ काठमाडौँसम्म अलिअलि तङ्गियो, यहाँ आउँदाखेरि महेन्द्रनगरभित्र तङ्गियो होला, धनगढीभित्रै तङ्गियो होला, तर हाम्रा पहाडी जिल्लाहरू र ग्रामीण इलाकामा हामी तङ्गिन सकेनौँ। त्यो भनेको मुख्य कुरा के हामी सबैको समस्या थियो र आजको समस्यालाई हल गर्नको लागि हामी सबै खेलाडीहरूले यहाँ चाहिँ आफ्नो मात्रै हाम्रो बौद्धिक विकास खेलकुदको विकास मात्र होइन कि समग्र चाहिँ राष्ट्रको विकासको लागि हामी लाग्नुपर्ने कहीँ न कहीँ हामी चाहिँ पछाडि परेका छौँ। खेलकुद महासङ्घ भनेको यो यस्तो सङ्गठन हो, यहाँ चाहिँ अरू राजनीतिक दलहरूका चाहिँ पनि खेलकुद महासङ्घहरू छन्, खेलकुदमा आबद्ध भएका सङ्घ संस्थाहरू छन्। ती सबैभन्दा चाहिँ के अरे खेलकुद महासङ्घ हाम्रो के हो भने अखिल नेपाल प्रगतिशील होइन, यो सबैभन्दा चाहिँ उच्च विचार राख्ने होइन, एउटा परिवर्तनकारी चिन्तन र विचार राख्ने सङ्गठन हो। यो सङ्गठनको जन्म भइसकेपछि आबद्धता भइसकेपछि नेपालको खेलकुद क्षेत्रमा विकास भएका हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड चाहिँ के अरे खेलकुदका प्रधानमन्त्री भइसकेपछि भएका खेलकुदमा आबद्ध विकासका कामहरू हेर्दाखेरि सबैभन्दा बढी चाहिँ को रहेछ त खेलकुदमा चाहिँ विकास गर्ने, यसको प्रगति उन्नतिको बाटो नै खेलकुद अखिल नेपाल खेलकुद महासङ्घ र यसको चाहिँ पार्टीको अध्यक्ष प्रचण्डले गर्नु धनगढीको रङ्गशाला हेर्नुहोस्, यहाँ चाहिँ के अरे यो चाहिँ के अरे तपाईँको हाम्रो गणतन्त्र आउनुभन्दा यो परिवर्तन आउनुभन्दा कञ्चनपुरको चाहिँ के अरे कपडाको अवस्था हेर्नु होला के थियो, आजको कञ्चनपुरको कपडाको अवस्था के छ। त्यसो भएको कारणले गर्दाखेरि हामी सबै खेलाडीहरू चाहिँ आफ्नो ठाउँमा आफ्नो गाउँमा टोलमा छत छिमेकमा लागेर चाहिँ खेलकुदको आबद्ध गरेर राष्ट्रको नाम चिनाउने, राष्ट्रको नाम आफ्नो गाउँको नाम आफ्नो ठाउँको नाम आफ्नो नाम पनि चिनाउने एउटा चाहिँ सौभाग्य रहन्छ। त्यसैले आज चाहिँ खेलाडीहरूमा धेरै समस्या छन्, हामीसित ट्यालेन्ट छ, हामीसित क्षमता छ, प्रतिभा छ, तर राम्रो खेलिराखेका छौँ तर हामी राम्रो ठाउँमा पुग्न सकिराखेका छैनौँ। किन हाम्रो अहिले के भने नेपालको समस्या के हो भने जति राम्रो ट्यालेन्ट भयो मान्छे चाहिने, ज्याक चाहिने, कोर्स चाहिने त्यो स्थिति छ। त्यसलाई अन्त्य गर्नको लागि अखिल नेपाल खेलकुद महासङ्घको भूमिका रहन्छ। किनभने पछाडि परेका खेलाडीहरू जसको अभिभावक त छैन, त्यही खेलाडीको अभिभावक लिने हिसाबले अखिल नेपाल खेलकुद महासङ्घ आइराखेको हो। हामीले चाहिँ अहिले माओवादी पार्टीसित आबद्धता भए पनि तर सम्पूर्ण खेल जीवनको यहाँका खेल जीवनको यहाँका समस्याहरूको चाहिँ पहिचान गरेर यहाँका सबै राज्यहरूमा अन्तर्राष्ट्रिय रूपमा चिनाउने हाम्रो एउटा चाहिँ प्लेटफर्म तयार गर्नको लागि हामी आज चाहिँ जिल्लाको अधिवेशन गर्दैछौँ। यो अधिवेशनले हाम्रो पार्टी सदस्यता मात्रै भन्ने कुरा होइन कि हाम्रो आफ्नो चाहिँ
खेल जीवनलाई पनि कसरी अगाडि बढाउने सङ्गठित ढङ्गमा भन्ने कुरा नै मुख्य हुन्छ। र आज चाहिँ खेलकुद क्षेत्रमा लागेका मान्छेहरू तपाईँ हामी जस्ता सबैभन्दा बढी अनुशासित हुने कुरा, सबैभन्दा बढी चाहिँ के अरे चिन्तन मनन गर्ने कुरा, दुर्व्यसनीमा नलाग्ने कुरा, नकारात्मक कुरामा चाहिँ बाटो परिरहने कुरा, खेलकुद क्षेत्रमा लाग्ने सम्पूर्ण साथीहरू खेलाडीहरूले भन्छ नै तपाईँहरू लाग्नु पनि भएको छ। त्यो भएको कारण आज खेलकुद अखिल नेपाल खेलकुद महासङ्घको कञ्चनपुर जिल्लामा जुन बन्ने नयाँ कमिटी छ, अब हामी पुराना सबै कितामिता छोडेर अहिले के हो भने जसले काम गर्यो उसले जिम्मेवारी लिने हो। र यही कुरा के हो भने अब यो चाहिँ के अरे हामीले के हामीलाई भन्छ नि संयुक्तकै ब्याज खाइरहेछ हुन पनि भने जस्तै। अनि त्यो चाहिँ के अरे 5-6 वर्षसम्म अगाडि केन्द्रीय सदस्य भएको आएछ, फिल्डमा कामै गर्दैन तर भन्छ म। तर अब ती कुराहरू सबैले हामीले लिमिटेडमा पार्नुपर्छ होइन। अब कसै नेताहरूसित अहिले हाम्रो पार्टीमा चाहिँ नेताहरूसित जोडियो होइन, नेताहरूले चाहिँ के अरे भनसुनको आधारमा भने चाहिँ नेता बनियो, जो प्रक्रिया त्यसलाई हटाउनुपर्छ। अहिले पनि अखिल नेपाल खेलकुद महासङ्घले सुदूरपश्चिमबाट त्यो चाहिँ के थालनी गर्छ भने जसले काम गर्छ। अहिले केन्द्रीय सदस्य 21 जना छ, 21 जनामा 3-4 जनाले मात्रै काम गरिरहेको छ। कसरी अगाडि बढ्छ सङ्गठन? ठाउँ ठाउँमा खेलाडी चाहिँ हामीले जोड्न नसक्यो भने हामीले दिनमा 5 मिनट मात्र पार्टीको लागि सोच्छौँ, 5 मिनट मात्र खेलाडीहरूलाई भेट्यो भने निश्चित आएको। तर आज त्यो छैन कि। तर के छ नियुक्ति प्रक्रिया सबभन्दा पहिले त्यो पार्टीका नेताहरूको ढोकामा पुग्छ, पार्टीका नेताहरू पछाडि पुग्छ। तर हामीरा नेताहरू पनि कहिले काहीँ के हुन्छ भने भावनामा यसो बोकेर काहीँ उहाँै हो कि भन्ने पनि हुन्छ, तर फिल्डमा काम पनि अर्कै हुन्छ। अनि कहाँबाट सङ्गठन अगाडि बढ्छ? त्यसैले यस्ता पनि समस्या छन्। सुदूरपश्चिममा खेलकुद परिषदमा पुगेँ नि धेरै मान्छेहरू कञ्चनपुरबाट पनि पुगे, पहिलाबाट अरू, तर आज कामै गर्दैन। केन्द्रीय समितिमा पदाधिकारीसँग कामै गर्दैन। तर के हुन्छ उनले पार्टीलाई आरोप लगाउँछ, पार्टीले पार्टीले बनाइदियो, पार्टीले पार्टी त नेता बनाइदियो। कम्युनिस्ट पार्टीको एउटा सदस्य दिनु भनेको आफै नेता हो नि, आफै भिजन निर्माण गर्ने हो नि, आफै कार्यक्रम निर्माण गर्ने हो नि, अगाडि बढ्ने हो नि त। त्यसैले अर्काले बनाइदिएर भन्ने कुरा छैन। आजको आवश्यकता भनेको हामी मैले गर्न सक्छु, म लिडर बोल्न सक्छु भने अहिलेको यो अधिवेशनमा हामी जुन कमिटी बनाउँछु, म बनाउँछु टोलमा एक डोजोमा गएर 5 जना मात्रै समेट्छु भन्ने त्यो मान्छेहरू भलिबल खेलाडीमा चाहिँ कबड्डीमा 5-6 जना करातेका, टाइक्वान्डोको अर्को खेलाडी, खेलकुदका उसुका अर्कोका होइन, ती खेलाडीलाई 5-6 जना मात्रै बनाउँछु, म मेरो जिम्मेवारी छ भन्ने मान्छेले अब नेतृत्व लिनुपर्छ, अगाडि बढ्नुपर्छ। त्यो भयो भने के हुन्छ हामी समग्र चाहिँ सबै कुराहरूको हल गर्न सक्छौँ, हाम्रा समस्याहरू हल गर्न सक्छौँ, पार्टीभित्रका समस्याहरू हल गर्न सक्छौँ। आज चाहिँ के अरे अन्तर्विरोधमा किन लाग्ने? हाम्रो अरू नेताहरूको टिम बन्छ, हामी अन्तर्विरोधमा उसै लागिरहेको छ। पार्टीका नेताहरू आउँदैमा लड्न आउँदैमा भिड्न माथिको कुरामा, तर हामीले काम गर्ने मात्रै हो क्या, काम गर्ने कुरामा स्पिरिट हो। यहाँ हामी जस्तै मैले यहाँ अध्यक्ष हुनुहुन्छ, हाम्रो यहाँ चाहिँ के अरे यहाँ पहिला कञ्चनपुरको चाहिँ स्वयंसेवकको केन्द्रीय सदस्य उहाँको मान्छे बन्ने होइन क्या। अब यहाँ बन्ने भने सङ्गठनको पार्टीको मान्छे बन्ने हो। हामी धेरै व्यक्तिका मान्छे हो, यहाँ चाहिँ शम्भु बस्नेतको मान्छे बन्ने सबै कुरा त्यो गलत हो। पार्टीको मान्छे बन्नु पऱ्यो होइन, यहाँ ललित खत्रीको मान्छे बन्ने कुरा होइन नि त। यहाँ त चाहिँ सङ्गठनको पार्टीको मान्छे बन्नु पऱ्यो। आज हाम्रो पार्टीमा समस्या यो, तर अहिले हामी चाहिँ के अरे हामी मान्छे पनि खोजेर पाउन सक्ने स्थिति छैन। हामी कैलाली जिल्लामा 13वटा पालिका, धेरै पालिकामा गयौँ। हाम्रो पार्टीका अध्यक्ष के पालिकाका अध्यक्ष 5 जना खेलाडी, 5 जना खेलकुद चाहिँ के चिन्ने मान्छे नै छैन क्या। 15 चोटि भएको बन्द आफै जान्छौँ क्या, वहीँ पुग्छौँ, छैन मान्छे छैन भन्छ। अब त्यो हेऱ्यो भने जाउँदै खेलाडी भेटिन्छ, जाँदै खेलाडी भनेपछि को पो खेलाडीले नचिन्ने रहेछ नि त। खेलाडी त उसलाई चिन्नु रहेछ। त्यसैले गर्दा आज हामीले सबै समस्या ती समस्यालाई समाधानको पनि अब के भन्यो समस्या बिताएर मात्रै भएर मैले अघि भने अब अगाडि बढौँ, सबै समस्यालाई चाहिँ के अरे निराकरण गर्दै एक बद्ध भएर कञ्चनपुरबाट जिल्ला अधिवेशनमा जति छौँ प्रदेश अधिवेशनमा त्योभन्दा बढी मान्छेहरू पुग्नुपर्छ होइन। कञ्चनपुरबाट नेतृत्वको भूमिका पनि माग्नु पऱ्यो नि, अब चाहियो गर्नु पऱ्यो नि, काम गर्ने ठाउँमा त हुनु पऱ्यो नि। आज पनि अघि मैले हेरेँ हामी नाम टिपिरहेछौँ होइन, हाम्रो अतिथि कमलाले भन्नु होला बोकेको मान्छेले कहिले काम गर्दैन, कहानी गर्छ नि। अब कति नाम राखिदिए मान्छेले के काम गर्यो उसलाई थाहै हुँदैन, यहाँको स्पिड के हो, यहाँको चाहिँ काम कर्तव्य के हो, खेलकुदले के भनेको छ, आज कार्यक्रम के भन्यो, हामी के गर्यो उसलाई थाहै हुँदैन। अब भनेको के भने हामीले ती कुराहरू भयो भने अहिले एउटा चाहिँ के अरे कमिटीलाई एउटा सेपमा ल्याउनको लागि त्यो हामीले गऱ्यो भने, किनभने यो बैठक गर्दै छान्दै काम नगर्नेलाई 3 महिनापछि
चट्टै हटाउँछ नमस्कार तपाईँ चाहिँ पार्टीमा काम गर्नु केमा अर्को आउँछ है भन्ने स्पिडकै साथ जाने हो क्या अनि त्यो गाउँ भनेको चाहिँ नयाँ नयाँ मान्छे आउँछ नयाँ नयाँ कलर नयाँ नयाँ मान्छे नयाँ नयाँ चिनेको होला नि त चारजना मान्छेले चिनेको होला त्यसैले गर्दाखेरि एकै मान्छे राख्ने कुरा चाहिँ कम्युनिस्ट पार्टीमा त्यसले चाहिँ के अरे र कम्युनिस्टको सङ्गठनमा त्यसले अलिकति नकारात्मकता नै ल्याउँछ नयाँ भिजनको नयाँ ऊर्जाको नयाँ चेतनाको नयाँ स्पिरिटको थाहा हामीले सोचेर जानुपर्छ अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्दै यो आउने नयाँ चाहिँ कमिटीले तपाईँ जुचारू कञ्चनपुरमा सबैभन्दा एमाले काङ्ग्रेस अरू अरू पार्टीको भन्दा पनि चाहिँ राम्रो चाहिँ सङ्गठन बनाएर देखाओस् कवडलमा प्रत्येक ठाउँमा हाम्रो 50 वर्ष होला प्रत्येक ठाउँमा हामीले कतिवटा एउटा है कतिवटा पालिका जितेका छौँ अब त्यो पालिकामा मेरो पहिलेदेखि के छ भने यो त संविधानले हामीलाई ग्यारेन्टी गरेको छ कानुनले पनि खेलकुद परिषद यो चाहिँ हाम्रो बेलौरीमा पहिलोचोटि हुनुपर्छ अहिले हाम्रो पार्टीको संयोजक पनि हुनुहुन्छ त्यहाँ गएर 5 जना हाम्रो साथीले जागिर पाउँछन् संविधानले पालिकाले पनि 30-40 लाख वार्षिक खर्च गर्छ अनिवार्य खेलकुदमा तर हाम्रो 5 जना साथीहरूले सेवा सुविधा सहितको परिषद बनाउन किन हुँदैन बनाउन तयार हुनु पऱ्यो अझै मेरोमा बनेको छ नि अझै मेरोमा हाम्रो विकास भट्टराईले बनाउनु भएको छ कि माओवादी पार्टीले जितेका 14वटा पालिका 14-15वटा पालिकामा एउटा मात्र सुदूरपश्चिम पालिकामा के हो भने अझै मेरोमा राम्रो चाहिँ खेलकुदको एउटा परिषद निर्माण गर्नु या 3 जनाको उसले सम्पूर्ण काम पालिकामा दिले गर्छ तर हामी अब यो कमसेकम बेलौरीबाट सुरु गरौँ भन्ने यहाँहरूमा मैले राख्दै नयाँ आउने कार्यसमितिलाई फेरि पनि शुभकामना भन्दै अहिलेको लागि म आफ्नो फोटो बनाएर